रेकर्डै रहेछ नि त। गुड मर्निङ फ्रम हलेसी। हामी हिजो राति 8 बजे आइपुगेका थियौँ अनि आउने बित्तिकै नुहाइधुवाइ गरेर फ्रेस भएर चाहिँ हामीहरू चाँडै सुतिहाल्यौँ एकछिन रमाइलो गरेर। अब आज हामी यता हलेसी मन्दिर जाँदैछौँ। यो गुम्बा छ, गुम्बाको पछाडि चाहिँ मन्दिर हो र तल्लोपट्टि चाहिँ गुफा छ एउटा। आज हामी यही एक्सप्लोर गर्न जाँदैछौँ। दाइहरू सबै चिया खाँदै रेडी भएर बस्नु भएको छ। मन्दिरमा गुफा छ नि, त्यसको इन्ट्री पोइन्ट चाहिँ त्योभन्दा तलपट्टि छ। तलपट्टि चाहिँ यस्तो घुमेर जानुपर्छ होइन, त्यहाँ जाँदै लगभग 10-15 मिनट त्यो सिडी चढेर जानुपर्छ। अनि त्यहाँबाट त्यो गुफाको इन्चार्ज देख्छ। त्यहाँ हाम्रो चाहिँ किताबहरूमा पुरानो उयोहरूमा चाहिँ महादेव धेरै राक्षससँग भाग्दाखेरि गुफाबाट भागेर त्यहाँबाट निस्केको भनेर भन्ने चाहिँ त्यहाँ आएर लुकेको भन्ने चाहिँ स्ट्रक्चरहरू हो। ल ठिक छ, अब त्यो पनि हेरिन्छ। ल यो चाहिँ हलेसी मन्दिर जाने बाटो। यतादेखि चाहिँ स्टेपहरू छ, सुन्तला पूजाको सामानहरू स्टोनहरू के छ सबै यता बेच्नलाई राखेको छ। भित्र पस्नुहुन्छ भने बाहिर फोटो खिच्न मिल्ने कि नमिल्ने हो भित्र। ल हलेसी महादेवको गुफा यही हो। यता यसो गएर स्ट्रक्चरै कस्तो दामी। हलेसी दर्शन पनि भयो। ल एकचोटि यता मर्निङ ब्रेकफास्ट। ठिक छ नि दाइ? फाइनली हामीहरू चाहिँ यहाँबाट निस्किन लाग्यौँ। यो हाम्रो स्टे थियो हिजोको होटल। अब यहाँबाट हामी लाग्छौँ। सचित दाइ त्यहाँ फ्युल हाल्दै हुनुहुन्छ। मेरो बाइक नै वार्मअप भयो। यसरी फाल्नुपर्छ बाइकमा बस्नलाई। ल लेट्स गो लेट्स गो। रक्षा गरून्, सवारी साधन मान्छेलाई केही नहोस्, गन्तव्यसम्म राम्रोसँग पुगुन्। र आजको हाम्रो डेस्टिनेसन चाहिँ हिलेसम्म हुन्छ। लगभग 200+ किलोमिटर आज नि। 203 हो कि 205 किलोमिटर कति छ आजको राइड चाहिँ। हलेसी मन्दिर जाने बाटो यही हो। यताबाट माथि जाने गुफा। हामी चाहिँ यहाँबाट माथि जान्छौँ।
पहाडै पहाडको बाटो तर हिजो राति कुदाउन सही रमाइलो भएको थियो राति है फग लाइट बाल्यो चारैवटा बाइकमा एउटा बाइकमा चाहिँ फग लाइट छैन बाँकी चारैवटामा फग लाइट बाल्दै पुरै झलमल्ल पारेर बाटो है अँध्यारो यस्तै यस्तै बाटो हो दायाँ बायाँ जङ्गल बिचमा रोड फेरि एकजना मान्छे छैन एक्लै एक्लै आउने मान्छेहरू त साइकै खान्छ होला हौ यहाँ हल्का बाइकलाई वार्मअप गर्नु पऱ्यो नि त होइन उकालोमा कतिको एयर तान्छ चेक गर्नु पऱ्यो चेक गर्दा गर्दै फर्स्ट भयो बाटो चाहिँ राम्रो छ सो फार सो गुड अलिअलि यस्तो यस्तो हम्पहरू आउँछ तर त्यो भनेको अब पानीको नाली नाली हो यो के हो पहिरो आउने ठाउँ हो क्या हैट सही रमाइलो मेरो आवाज चाहिँ बल्ल बल्ल अलिअलि खोल्न थाल्यो के गर्नु चिसो लागेर तनाव छ आहा नुन पानी तातो पानी कफ सिरप होइन एन्टी इचिङ ट्याब्लेट जिन्जर हनी वाटर के खायो यो घाँटीको लागि त्यति खाएर बल्ल यति आवाज निस्क्यो ओए सिधै टर्न रहेछ त ओहो नजारा त दामी छ त नजारा बादल पछाडि लुकेको त हिमाल बबाल पानी पर्छ क्या हो पुरै क्लाउडी छ त आज सिधै यस्तो बाटो छ यार अगाडि त पुरै ब्लाइन्ड स्पट जस्तै कि बाटो चाहिँ दामी है बाटो चाहिँ दामी अब डिक्टेल यहाँबाट लगभग 13 किलोमिटर छ होला अब त्यहाँ डिक्टेल पुगेर चाहिँ मेरो बाइक एकचोटि बनाउनु पर्ने छ पछाडिबाट चेन लकको आवाज आइरहेछ यहाँ तल हामीले हलेसीमा सोधेको त्यहाँ चाहिँ छैन रहेछ हुन त हाम्रो हलेसीमा पनि बजाजको अफिसियल सर्भिस सेन्टर चाहिँ रहेछ तर पसल खोलेकै 11 बजे उसलाई फेरि बाहिर काम पर्यो भनेर बाहिर हिँड्दैछ साउजी
अनि 1 घन्टा चाहिँ लाग्छ भन्दै। अब 1 घन्टासम्म कुद्नु त अलि पोसिबल छैन। ल ठिकै छ, अब डिक्टेल पुगेर त्यहाँ बनाउला भनेर हामी चाहिँ निस्क्यो। ओहो, त्यहाँ त पुरै हुस्सु लागेको रहेछ नि त। डिक्टेल 10 किलोमिटर। ल हामी अहिले यहाँ खोटाङ फ्युलमा पेट्रोल हाल्दैछौँ। सबै बाइकमा फिलअप भयो। यता हाम्रो 250 टर्मिनल पनि देख्यो र यो बाइक चाहिँ हाम्रो यता खोटाङको आर्मीहरूले चाहिँ चलाउनु हुँदो रहेछ। र बाइकले चाहिँ 32 को माइलेज दिइरहेछ अहिले। हिजो 32, आज चाहिँ 33 दियो, 33। राम्रै हो। दाइ पनि हल्का भएर आयो। अब हामी डिक्टेल पुगेर अब एकछिन बाइक देखाएर, मेरो यो चेन लक एउटा गएको छ, कहाँनिर खै चेन लक एउटा फेरेर अनि अगाडि बढ्छौँ। वेलकम टु डिक्टेल। डिक्टेल बजारमा स्वागत छ। यो नै पुरानो बस्ती हो यता। ल हामी छौँ बजाजमा। जानुहोस्। हल्का कच्ची बाटो, माथि एउटा सानो झर्ना रहेछ। ओहो, दामी रहेछ झर्ना त। हो दामी रहेछ। ल माथिसम्मै रहेछ। त्यहाँ माथिबाट आएर रहेछ। है त वाटर क्रसिङ गर्दैछौँ। ओहो, बाटो त खराब रहेछ त आमो। 7-8 किलोमिटर भइसक्यो आएको, बाटो सब यस्तै छ। हातै दुख्यो।
हात दुख्यो। यहाँतिर अलि चिसो छ, मेरो आवाज फेरि बस्यो। थाकेर ओहो यो पो दुख्यो त। हरिबिजोक बाटो, हरिबिजोक बाटो। बल्ल पिच बाटो आयो। अलमोस्ट 12-13 किलोमिटर यस्तो अफ रोड थियो। हैया ए ल आउँदैछ, यहीँ छ। ओहो यो त पुरै इलामतिरै आइपुगे जस्तै फिल भयो त। चिसो न चिसो, साइडमा चिया बगान जस्तै। सकेला भन्ने ठाउँमा आइपुग्यो। ल हामी चाहिँ यहाँ मुन्दुम ट्रायल जाँदैछौँ। कहाँसम्म बाइक तान्छ थाहा छैन, बरु चखेवा भन्ने ठाउँ रहेछ यो। अनि भोजपुर चाहिँ ऊ त्यो भोजपुर त्यो जुन सानो गाउँ। ओहो चिसो। त्यहाँ त गेट लगाएको रहेछ। यता चाहिँ अप्ठ्यारो छ बाइक। ल यहाँ त चान्सै छैन हौ बाइक जान।
ल यता हामी अलमोस्ट स्टपमा पुगिसक्यौँ बादलले पुरै घाम छेकिरहेछ अलिअलि रेजहरू आइरहेछ यता हाम्रो दिनेश दाइ आउँदै हुनुहुन्छ आउनु 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 पावर पावर आयो ल 5 वटा बाइक लस्करै छ बबाल भोजपुर चाहिँ ऊ त्यो हो जुन सिधाको यताबाट जाने हो हामीहरू अब यता एउटा ग्रुप फोटो खिचेर अनि हामी लाग्छौँ भोक लाग्यो भात खानु पर्यो पुरै नेपालको झन्डा फरफराइरहेको छ यता रुगा लाग्यो फेरि गोटे सिंह होमस्टे हाम्रो आजको लन्च प्रोग्राम यतै हुन्छ लन्च खाएर एकछिन रेस्ट गरेर अनि फेरि अर्को डेस्टिनेसन लाग्छौँ ए बाटो त के हो ल गोटे सिंह होमस्टे के हो भने गोटे सिंह होमस्टे चकेवा भन्ज्याङको सिग्नेचर ग्लास कस्तो लाग्यो यसमा हामी के खाँदैछौँ रे चट्ट झानेको च्वाइकट्टे हनी हालेको र बसातो हुने है है त ल चियर्स चियर्स cheers cheers कम अन चियर्स मैले नि लिए अहिले रातिको 6:30 भएको छ हामीहरू अहिले भोजपुरतर्फ लाग्दैछौँ लगभग 10 किलोमिटर जति बाँकी छ अब 15 मिनटको बाटो हो फग लाइट पनि बाले ल हामी भोजपुर आइपुग्यौँ ठ्याक्क 7:10 अगाडि अब हाम्रो होटल कता हो भोजपुर पनि पुग्यो